माओवादीको पालान कति मरे जनता, अहिले पनि कति मरे जनता, यसो गरे उसो गरे मर्ने जनता। अनि त्यो भ्रष्टाचारीहरू थपक्क बसेर खाने, काल कहिले नआउने तिनीहरूलाई। माओवादीको पाला झन् जबरजस्ती जनतालाई आफूले नै लाउन खान दिने गरेर लहराउन हिँड्ने। आखिरीमा जितेर के गर्छ माओवादीले, के न्याप्यो त, के न के। आखिरीमा जनता जानु पर्यो विदेशै, के नै नेपालमा जागिर ढिला नै गरेर लहराए जनतालाई। आखिरीमा आफू थपक्क कुर्सीमा बसेछ। के थियो त माओवादीको त्यतिखेर 3 जना मिलेर भ्रष्टाचारी गरेर स्वाममा खाने थियो होला नि माओवादी काङ्ग्रेस एमाले। त्यो पुरा भयो। त्यसपछि माओवादीको लडाइँ पनि बन्द भयो। जनता त यसो गरे उसो गरेर जान पर्यो विदेशै कमाउन। के नै जागिर दिला झैँ गरेर लहराएको थियो त बेसेरी नै। के गर्यो त तिम्रो माओवादी र एमाले काङ्ग्रेसले के गर्यो त, खै भ्रष्टाचारी गरेछौ, स्वाम 3 जना मिलेछौ, खाछौ, केही गरेछौ, गरेको भए देखा त।